आज म जिममा सुत्नुको कारण के? अनि आज मैले भाडा कति तिरेँ त हेर्नुहोस् है। आजको बिहानको सुरुवात एकदमै चिसो पानीले नुहाएर साथीको बाइकमा बसेर लाग्यो हामी कलेजतिर। कलेजमा पुग्दाखेरि हामीलाई के थाहा भयो भने आज इक्जाम रहेछ भनेर। अनि साथीलाई बाइक पार्क गर्न भनेर हामी के को इक्जाम हो भनेर हेर्नतिर लाग्यौँ। अनि इक्जाम दिएर बाहिर आउँदा हाम्रो लक्ष्मिस साथीले इक्जामको डिस्कसन नगरौँ भन्यो। अनि मैले फेरि साथीलाई भने ल जाऊँ न त भलिबल खेल्न जाऊँ भने। अब साथीले त्यहाँ पनि गोल हानिदिएर फेरि मेरो त अब हालत त्यस्तै थियो। अनि अब त्यहाँबाट निस्किएर आज रिसेप्सनमा गएर म्यामसँग कुरा गर्दै बसेँ। अनि हामी त्यहाँबाट निस्क्यौँ। आज ब्याङ्कतिर जाने काम थियो अनि ब्याङ्कतिर लाग्यौँ। अनि ब्याङ्कबाट घर फर्किँदा फेरि साथीको गोजीमा पैसा होला भनेर हेर्न लागेको त लास्टमा चिट पो भेटिरह्यो। अनि साथीको गोजीमै राखिदिएर म घर गएर खाना खानतिर लागेँ। अनि आज ठ्याक्कै भाडा तिर्ने दिन रहेछ। अनि भाडा 9,000 रुपियाँ आएको थियो। अनि त्यो तिरेर म लागेँ जिमतिर। आज जिममा मेरो सोल्डर हान्ने दिन थियो। अनि सोल्डर हानेर लेग हान्नतिर लागेँ। लेग हानेर मेरो हालत एकदमै टाइट भइसकेको थियो। अनि मैले त्यहीँ सुत्ने निर्णय गरेँ। अनि आजको ब्लगलाई मैले यत्तिकै इन्ड गरेँ। हस्त ल बाई।